हाम्रो चाहिँ confirmation चाहिँ bearish signal there है अब daily time frame. Let's move on to daily time frame. Then you can see here कि daily time frame मा यत्रो रेन्ज भयो रेन्जको चाहिँ के अरे ब्रेकआउट दिएर अहिले रिटेस्ट गरेर क्यान्डल चाहिँ तलपट्टि चाहिँ डोजी टाइपको बनेर चाहिँ क्लोजिङ भइरहेछ हैन अब डेली टाइम फ्रेममा मार्क गर्दाखेरि चाहिँ we can let's mark here all time high and then give here AAT oh sorry A ATH all time high यहाँ भएको चाहिँ all time high हैन all time high चाहिँ त्यहाँ मार्क गरियो र यो यति तल त नजाला त्यही पनि अब यो पुल ब्याक पछि चाहिँ लोअर लो भनेको चाहिँ के छ यो डेली टाइम फ्रेममा हाई लो लो पनि मार्क गरिरह this one is like literally this one is a low swing low है यो चाहिँ swing low यसलाई पनि टेक्स्ट थियौं के छ SL है swing low कर्सरले चाहिँ राख्यो कसम कर्सर here dotted line here and straight होगा ये and then navigation कितना 100 this one is good है यसो यो चाहिँ के भयो स्विङ लो अल टाइम हाई अनि हामीले देख्न सक्छौँ यहाँ एउटा चाहिँ राम्रो चाहिँ 3160 को एरिया वी क्यान मार्क इट अल्सो यो पहिला प्रिभियसको यो एरिया है हामीले के यो चाहिँ सायद फिबोनाची इफ यु ड्र फिबोनाची फ्रम लो to high of daily candle also then you can see it's a 0.618 area that's a very premium zone so let's mark it as our and त्यहाँ चाहिँ के छ त्यो जोनमा पनि छ प्लस यो चाहिँ के छ यो राम्रो जोनमा प्लस बेयरिश रिजेक्सन सपोर्ट जस्तो फर्म गरेर राम्रोसँग यहाँबाट चाहिँ मुभ चाहिँ खतरा मुभ चाहिँ अफ साइडतिर दिन सक्ने चान्स छ द्याट्स वाइ लेट्स मार्क इट एज आवर भने पिभट भनेको एउटा इम्पोर्टेन्ट कन्फ्लिक्ट पोइन्ट हो है यो चाहिँ 3160 को एरियादेखि लिएर लेट्स मेक इट लाइक 37 this one let's mark it as our one of our zone Fibonacci plus this is एकदम राम्रो it's a very good our place to get enter and buy Fibonacci को पनि लेभल अनि के छ यहाँ फेयर भ्यालु ग्याप पनि छ एभ्रिथिङमा चाहिँ यो चाहिँ सबै चिजले चाहिँ भरपूर्ण इट्स लाइक फुल अफ you see here order block finder you can see this order block here यसको order block को चाहिँ रिट्रेस गर्न सक्ने सम्भावना चाहिँ देखिन्छ यहाँ order block चाहिँ रिट्रेस गरिसक्यो यहाँ order block finder भयो यो चाहिँ यो एरिया चाहिँ for me personally I prefer this one very much this area this one now what can we say too much but this one is good nice line middle line भयो मेरो जुन गरेपछि यो माथिको लाइन छ we can remove that and then make this right here यसरी गर्न सकिन्छ है यो चाहिँ प्रिभ्यू गर्दाखेरि चाहिँ के भनेपछि just make here go to setting and then you can make our display system display and then make it 100% down make it 150 or you can say 125 is good 150 is best 150 is good I need this much
गुड फिटिङ सर्कलमा छ ठिक छ ल नाइस के भयो भनेपछि यो एरिया चाहिँ इट्स अ गुड सपोर्टको रूपमा काम गर्न सक्छ है त्योभन्दा पहिला के छ यहाँ 3199 यसले चाहिँ यहाँ सपोर्ट पनि छ नि त डेलीमै हेरौँ है अझै डेलीमै छ रेन्टल टाइम फ्रेम एन्ड देन यो चाहिँ नि यो प्रिभियस यो दिस कोर्स बडी does not help him at all. Let's here make it something like that. And this one is good. के गरेछ यो एरिया यो चाहिँ यसले गर्छ इन्ड्युसमेन्ट जस्तो काम गर्छ कि यो चाहिँ यहाँ तल आउनलाई के काम गर्छ हामीलाई यो चाहिँ लिक्विडिटी हुन्छ यस्तो लोहरूमा होइन सो इट विल एक्ट एज हामीलाई चाहिँ मिडल एरिया पनि हो यहाँबाट चाहिँ राम्रो बाइङ एरिया आउँछ किन यहाँबाट तल पनि यहाँबाट बाउन्स ब्याक गर्छ मार्केट तल आएर लिक्विडिटी स्विप गरेर अनि मार्केट चाहिँ माथितिर उकालो लाग्न सक्ने चान्स चाहिँ म्याक्सिमम त्यस है गरौँ लेट्स गो हियर के छ हाम्रो वान डेली टाइम फ्रेम अरू के पाउन सकिन्छ यहाँबाट हामीले त्यो हेर्ने मार्केट अप नर्मल पुल ब्याक रहेछ अनि प्रिभियस डे चाहिँ के गरेछ माथितिर चाहिँ लिक्विडिटी धेरै छ क्या जानलाई यदि यसो भयो भने लेट्स गो टु 4 आवर एन्ड देन रिसेट इन चार्ट भ्यू एन्ड यु क्यान सी हियर राइट हियर नि यो बाटो हेरौँ है कस्तो देख्दाखेरि ठ्याक्कै देखिन्छ यो जोन त्यसको तल चाहिँ स्विप हानेर यु क्यान गिभ यु गुड buy from here change this to buy zone this will be colorful maybe like this है यो चाहिँ राम्रो लाइन चार्टमा हेऱ्यो भने पनि it's got a good point fractal point जस्तो छ है fractal point को 45 to 60 यो चाहिँ के छ नाइस यो पोइन्ट प्ले भइसकेको छ यो पोइन्ट चाहिँ प्ले भइसकेको छ स्ट्रक्चरल लेभलबाटै तल गएको छ यो जानलाई स्ट्रक्चरल रिजेक्सन खाएर हल्का रिटेस्ट बुम यहाँ आएर चाहिँ बाई राम्रो बाई निस्किन्छ चाहिँ this one area and then another area maybe this one this is a very lovely zone okay so buy गर्नुलाई this two area I will recommend highly for to see for a buy setup the 4 hour को टाइम फ्रेम हो र यिनीहरू चाहिँ जस्तो यो हेरे पनि यसलाई एक्सटेन्ड लेफ्टतिर गऱ्यो भने पनि यहाँ के हुन्छ यहाँ सपोर्ट प्रिभियस सपोर्ट ल्याएर फर्म गरेको यहाँ छ सपोर्ट होइन यो एरिया त के भन् म त आई विल गो विथ फुल क्यापिटल हियर in this zone right here right यो एरियामा then let's move on let's carry on let's go दुईटा नाइस लेभल निक्लेको छ है यो चाहिँ यसको तल लिक्विडिटी छ यहाँदेखि बाइक आएको नि त लिक्विडिटी छ यो स्विप गरेर हल्का पुस यतिसम्म यहाँसम्म आउनु सक्छ 3105 माथि गएर यहाँ लिक्विडिटी स्विप अप एन्ड देन यस्तो हुन्छ चाहिँ मार्केटमा कस्तो हुन्छ भने यो जस्तो यो डाउन हल्का अप्चुका छ बट इट्स बिट अपसाइड देन like this it goes down and then take it again something like this put down break this take a support and then boom यस्तो हुन्छ यहाँ तल एउटा लिक्विडिटी यहाँबाट सपोर्ट जस्तो बनाएर फेरि एउटा चाहिँ स्पाइक हान्नलाई तल आएर अनि यो छ नि यो सपोर्ट जस्तो यो एरिया यसको बेसमा दिस एरिया यो के यो बेस एरिया है यो बेस एरिया क्या यसलाई चाहिँ यो चाहिँ हिडन टाइपको यो यसको चाहिँ सबैले प्रायःले सपोर्ट यो यसको तल गएर लिक्विड या वान टाइप यहाँ ट्याप भनेर एउटा चाहिँ रिजेक्सन अपतिर मुभ चाहिँ दिन्छ डेफिनेटली दिन्छ है यहाँबाट चाहिँ नदिनु पाउँदैन डेफिनेटली मेरो विचारमा दिन्छ 100-200 पिप माथि दिएर के गर्छ यसले तल चाहिँ रियल मुभ चाहिँ कहाँबाट आउँछ आउनसक्छ फ्रम दिस जोन 3100 आउनसक्छ क्या ठुलो मुभ के रियल होला रियल त त्यहाँ माथिबाट पनि चान्स चाहिँ भेरी राम्रो बाइकको लागि होइन
बट यति माथि गएर चाहिँ एउटा राम्रो पुस गरेर इन्गल्फिङ अथवा त्यसले चाहिँ अझै तलतिर बेरिस साइन दियो भने चाहिँ के हुन्छ माथि मार्केट तल यहाँ आएर चाहिँ स्पाइक हानेर के लिक्विडिटी स्विप हानेर अनि यहाँबाट माथि चाहिँ राम्रो पुस दिएर फेरि यो पहिलाको जोन थियो नि यो कहाँ चाहिँ पहिला एउटा सपोर्ट बनाएको थियो त्यहाँ अर्को एउटा सपोर्ट फर्म गरेर देन यु क्यान गो रियली हाई नै एउटा राम्रो अपसाइडतिरको मुभ चाहिँ यो प्याटर्नमा देख्न सकिन्छ हामीले राम्रो खालको है these are the areas very good areas to go buy from नै यो माथिको एरिया फेल भयो भने you can play a second investment. Let's go to 1 hour time frame. 1 hour time frame मा हामीले धेरै कुरा देख्न सकिन्छ है मैले भनिसकेँ अस्ति एउटा माथि चाहिँ माथिबाट आएको ठुलो एउटा ट्रेन लाइनको लिक्विडिटी पढे छ है माथितिर चाहिँ जस्तो दिस वान लेट्स मार्क विथ दिस साइड दिस वान यो लिक्विडिटी you can make from here a bit proper one like this kind of like this यस्तरी आएर कुन छ 2x 1x is not for 2 bro अलिकति अँध्यारो भएर चाहिँ this dark mode it's hard for me to find exact for my eyes it's a little bit this one is a very यहाँ माथि पैसा छ यहाँ माथि चाहिँ पैसा छ है पैसा छ अनहरमा अनि पैसा छ अनि हामीलाई के गरेछ अनहरमा यसलाई नै सपोर्ट बनाएर माथि यस एरिया फुल एरियालाई तल गएर अहिले यो मार्क गर्नु है मार्क गरेपछि चाहिँ मैले यसलाई चाहिँ I'll make it hide है यहाँ 1 आवरमा हेर्दाखेरि के गरेछ मार्केटले भन्दाखेरि यही यो वाला पोइन्ट छ नि जुन यो यहाँदेखि यहाँसम्मको पोइन्ट यसलाई नै के गरिरहेछ नयाँ मार्केटले दिस टु दिस यो एरियालाई के गरिरहेछ मार्केटले सपोर्ट बनाइरहेछ अहिले फिलहाल हेर्दाखेरि चाहिँ दिस ए होल एरिया इज मार्केट इज मेकिङ सपोर्ट फ्रम दिस एरिया इट्स गोइङ टु मेक के भनेर चाहिँ मार्केटले यसलाई सपोर्टको रूपमा प्ले गरिरहेछ अपतिर डाउन एन्ड देन इट्स अगेन पुसिङ अप है त्यो चाहिँ ट्र्याप पनि हुनसक्छ इट्स अर मेबी रियल मुभ हुनलाई चाहिँ के गर्न सकेछ कस्तो हुनसक्छ भनेपछि प्लेन 1 hour is best के गर्न सक्छ भनेपछि 1 hour यो अपसाइडतिर जानेवाला मुभ हो भने तर चाहिँ अपसाइडतिर जानलाई के गर्नुपर्छ भनेपछि यहाँतिर यहाँ ठुलो छ कि यहाँ खेल के छ भनेपछि जस्तो अब हाम्रो यहाँनिर छ नि यसलाई सपोर्ट गरेर यसलाई हटाइदिउँ के गर्नुपर्छ भनेपछि मार्केटले यसलाई चाहिँ फुल गराउनलाई जस्तो अब हेरौँ है चाहिँ यो छ नि यो पुरै क्यान्डल यो 1 hour क्यान्डल यो पुरै के हो इन्गल्फिङ क्यान्डल होइन यो के हो टेक्स्ट गरौँ लेट्स मेक ए टेक्स्ट डेस्क इन्गल्फिङ क्यान्डल यो के हो यो पुरै चाहिँ यो के हो 1 hour को यो इन्गल्फिङ हो नि त इन्गल्फिङ बेयरिश क्यान्डल है हो कि नै बेयरिश क्यान्डल यो 1 hour को यो पुरै के हो दिस वान यो इन्गल्फिङ बेयरिश क्यान्डल हो
बेयरिश क्यान्डललाई यस्तो सानो टिपी 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 यस्तो 3-4 वटा लाएर यो के हो, यो पावरफुल मुभ हो नि त, पावरफुल मुभ टुवर्ड्स डाउन साइड हो। यो चाहिँ के हो, अहिले चाहिँ के हो, मार्केट रिकभरी मात्र फेजमा रिकभर गरिरहेको छ होइन। बट यो इङ्गल्फिङ फेल गर्नलाई के गर्नु पऱ्यो, मार्केटले भनेपछि इङ्गल्फिङ फेल गर्नलाई मार्केटले यस्तै खालको के गर्नु पऱ्यो, यहाँ चाहिँ क्यान्डल बनाएर नै इङ्गल्फिङ क्यान्डल बनाएर नै यसलाई फेल गराउनु पऱ्यो। इङ्गल्फिङले गरेको ठाउँमा इङ्गल्फिङ नै यहाँ जस्तो अब यहाँ सपोर्ट ल्याएर यहाँ सपोर्ट ल्याएर इङ्गल्फिङै बनाएर चाहिँ यसलाई फेल गर्नु पऱ्यो, त्यो बुलिस क्यान्डल बनाएर यसलाई फेल गर्नु पऱ्यो मार्केट। सो यहाँ एड्रेस हेलो, यहाँ के गरेको थियो, सेम भयो कि सेम भयो, सेम सिनारियो फेरि रिपिट भइरहेको। यो केही पनि फरक होइन, सानो ठुलो क्यान्डल मात्र हो, जस्ट के छ, इट्स अ सेम सिनारियो है, सेम सिनारियो फेल भयो, रिपिट भएको है। जस्तो अब हेरौँ, यहीँ हेरौँ, यु क्यान सी हियर भेरी गुड इङ्गल्फिङले चाहिँ के गरेको छ हामीलाई मार्केटमा चाहिँ, इङ्गल्फिङ रेड क्यान्डलले चाहिँ मार्केटलाई ब्रेकआउट दियो तलतिर होइन। तर चाहिँ इङ्गल्फिङ क्यान्डलले चाहिँ के गर्यो, यहाँ तलबाट इङ्गल्फिङ गएको छ है, इङ्गल्फिङ आयो, तर चाहिँ के क्लोज के हो, यो पहिलाको इङ्गल्फिङ भन्दा तल क्लोजिङ भयो। यही क्यान्डल यहाँ माथितिर गएर क्लोजिङ भएको, यहीँबाट माथि गएर यहाँ रिटेस्ट गरेर माथि अझै बढ्न सक्थ्यो 3500 एरियातिर होइन। तर के गर्यो, इङ्गल्फिङ गयो, यो पावरफुल क्यान्डल पनि सुरुमा फेरि के गर्यो, माथि रिजेक्सन खाएको, यहाँ यस्तै सस्टेन गरेको भए लभली मुभ, यहाँबाट बाई हामीले पाउन सक्थ्यौँ, सपोर्ट एरियाबाट उठेको थियो, ब्रेकआउट रिटेस्ट अन दिस एरिया एन्ड देन यु क्यान गेट अ गुड बाई फ्रम द्याट एरिया। बट के भन्यो, यहाँ चाहिँ विक, माथिबाट विक लाएर चाहिँ एउटा के बनायो यसले, एउटा साइन अफ विकनेस देखायो क्या, माथिबाट यत्रो विक आएर कस्तो बनाइदियो क्यान्डल भनेपछि यस्तो खालको बन्यो क्यान्डल, यस्तो खालको बनेर विक आएपछि विकले बनाउँछ क्यान्डललाई विकनेस है, यस्तो भयो। यो क्यान्डललाई चाहिँ त्यस्तो भयो, तर यसलाई के गर्यो फेरि डाउन साइडतिर माथि गयो अनि यो फेल भयो, यो इङ्गल्फिङलाई फेल यसरी नै गयो तल आयो, अनि यहाँबाट के भन्यो, इङ्गल्फिङ क्यान्डल बन्यो। यहाँको इङ्गल्फिङ क्यान्डल यु क्यान सी हियर, ब्रेकआउट गर्नु बेला इङ्गल्फिङ क्यान्डलले ब्रेकआउट गर्यो, ब्रेकआउट सुड बी अलवेज डन बाई इङ्गल्फिङ क्यान्डल। इङ्गल्फिङ क्यान्डलले भयो भने यो के हुन्छ, राम्रो मुभ दिन्छ। यहाँ इङ्गल्फिङ क्यान्डलले गएको थियो, देन यु क्यान सी मार्केट पुश टुवर्ड डाउनवर्ड। त्यस्तै यहाँ के भयो, सेम हियर दिस यही साइजको क्यान्डल के हो, यहाँ अझै पावरफुल टाइपको बनेर बन्यो, रिटेस्ट मात्र गर्नु गएको, जस्ट फर रिटेस्टिङ। एन्ड यसलाई ब्रेकआउट गर्नलाई अघि नै भने जस्तै के बनाउनु पऱ्यो, एउटा चाहिँ यु हेभ टु मेक इङ्गल्फिङ राइट हियर, इङ्गल्फिङ फिल गर्नलाई इङ्गल्फिङ क्यान्डल नै बनाउनु पर्छ है। यो इक्वल ब्यारियम क्यान्डल should be filled by engulfing candle to make it balance. इङ्गल्फिङ क्यान्डललाई फेल गर्नलाई के गर्नुपर्छ, इङ्गल्फिङ नै बनाएर चाहिँ यसलाई चाहिँ यो इङ्गल्फिङ फेल गराएर चाहिँ माथि जानुपर्छ है, बुलिस इङ्गल्फिङ बनाएर। यहाँबाट सिनारी यस्तो हो, यदि यहाँबाट अप जाने हो भने यो क्यान्डललाई यसले फेल गराएर देन हामीले कहाँबाट बाई सिद्धिन सकिन्छ भने जस्तै हेरौँ, दिस वान इङ्गल्फिङ क्यान्डलको है, हामीले के गर्न सक्छ, यहाँबाट एउटा इङ्गल्फिङ यहाँ हेरौँ है, पोइन्ट हेरौँ कि पोइन्ट हेर्नु भयो, यहाँबाट फेल भएको नि त, यो फ्र्याक्टल पोइन्टलाई यहाँबाट अमाज जानु खोजेको थियो, तर के भयो, यो एरिया चाहिँ फेल भएको नि त, फेल एरिया, फेल फ्र्याक्टल पोइन्ट चाहिँ, फेल फ्र्याक्टल पोइन्ट यो हो कि यो एरिया, यो एरिया चाहिँ क्या, यहाँबाट माथि ब्रेकआउट अझै माथि, यहाँ माथि ब्रेकआउट गरेर फेरि यसकै जोनतिर यहाँ रिटेस्ट गरेर यहाँ माथि गएको भए माथि जान्थ्यो, र के गर्न आयो, यसलाई फेल बनायो, फेल बनाएपछि के गर्न सकिन्छ हामीले यसलाई, अब चाहिँ यु क्यान युज दिस एज अ लाइक दिस। के गर्न सकिन्छ भनेपछि यो मार्केट चाहिँ अब गएर कस्तो हुनसक्छ भनेपछि यहाँबाट चाहिँ हल्का सपोर्ट ल्याउँ, it might show some support then go like this, यहाँबाट सपोर्ट गरेर के गर्नु छ,
यस्तो मुभ दिन्छ चाहिँ यस्तो मुभ दिन्छ किन यो फ्र्याक्टल यो पोइन्ट हो एकदम नोट गर्नु है यो नोट गर्नु है यो चाहिँ यहाँ इङ्गल्फिङले तोडेको छ यदि यहाँबाट चाहिँ यो मार्केट लुरु 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 गर्दै गयो अनि चाहिँ के गर्यो यहाँबाट मार्केट चाहिँ माथि राम्रो एउटा बुलिस क्यान्डल बनायो इङ्गल्फिङ क्लोज दियो भने चाहिँ फेरि मार्केट चाहिँ के हुन्छ यही पोइन्टमा आएर सपोर्ट ल्यायो भने चाहिँ मार्केट विल गो अप साइड है त्यहाँबाट हामीले के हेरिन्छ अपतिरको मुभ हेरिन्छ तर त्योभन्दा पहिला चाहिँ हामीले अहिले यहाँ बाई सेटअप चाहिँ वी विल नट प्रिफर हियर ने यहाँबाट हामीले बाई हेर्न सकिँदैन हामीले के गर्न सकिन्छ भनेपछि त्यो माथिको यो जोनमा आएपछि चाहिँ वी क्यान सी यो जोनमा आएपछि हामीले के हेर्न सकिन्छ अझै फेरि वी क्यान सी फर लुक फर सेल यहाँ आएपछि हामीले सेल हेर्न सकिन्छ है क्यान लुक फर अ सेल सेटअप अराउन्ड दिस एरिया यसको यो फेयरवेल ग्याप पनि छ रिटेस्ट गर्न गएपछि यु क्यान सी अ गुड माथिको यो फेयरवेल ग्याप पनि हो इफ यु 15 मिनटमा हाई लो यदि फिबोनाची डाउन गऱ्यो भने पनि डेफिनेटली आई एम 100% स्योर इट विल गो अन द्याट गोल्डन जोन इन द्याट एरिया 61.8 71.6 को एरिया बन्छ त्यो इट्स अ भेरी गुड एरिया टु गो सर्ट फ्रम नेक्स्ट विक यदि चाहिँ बनेर फन्डामेन्टलले छ अनि यहाँबाट जुन प्रकारको क्यान्डल बनाएको छ इट्स भेरी गुड वे भेरी गुड हामीले यहाँ फाइन्डर हेऱ्यो भने पनि मेबी फिल नभएसम्म तिम्रो बोलीले भेरी सर्ट अफ यो माथिवाला चाहिँ यहाँ काम गर्न सक्ने सम्भावना चाहिँ यु क्यान सी प्रबल यहाँबाट चाहिँ यु क्यान लुक फर अ सेल सेटअप है त यहाँबाट के गर्न सकिन्छ यु क्यान लुक फर अ सेल सेटअप you can look for a sell setup from next week from this area 60 to 60 जोनबाट हामीले सेल हेर्न सक्छ डाउन साइडतिर है यदि यो फेल भएन भने इफ यो फेल भयो भने यही जोनबाट हामीले के गर्न सकिन्छ बाई हेर्न सकिन्छ यु क्यान लुक फर अ बाई यो यसलाई चाहिँ look for this one is very important knowledge so you have to use it somewhere to be a successful in future जस्तो मैले एक्जाम्पल बनाएर मैले I'll show you some of the example how does it work you can see here यहीँबाटै मैले एउटा एकदम राम्रो एक्जाम्पल दिन्छु है जस्तो अब इङ्गल्फिङ क्यान्डल बनाएको थियो नि इङ्गल्फिङ क्यान्डललाई तोड्नलाई के बनायो यहाँ बुलिस इङ्गल्फिङ यहाँ थियो नि त यसको लेट्स मेक इट हाई इट्स हाई इङ्गल्फिङ क्यान्डलको कुन क्यान्डलले तोड्यो इङ्गल्फिङ क्यान्डललाई ब्रेक गर्नलाई इङ्गल्फिङ क्यान्डललाई ब्रेक गर्नलाई इङ्गल्फिङ नै बनाएको छ यहाँ इङ्गल्फिङ बनाएपछि वाट यु सी द नेक्स्ट इयर रिट्रेसमेन्ट आयो यहाँ यो एरियामा रिट्रेसमेन्ट आयो यहाँबाट कति आयो रिट्रेसमेन्ट आएपछि यु क्यान सी अ बाई यहाँबाट कति गयो 320 पिप्स अप यसरी हो क्या हेर्ने चाहिँ यस्तो यहाँबाट यदि यहाँ चाहिँ फिसफिसी क्यान्टर बनाएको भयो यहीँबाट झर्छ फेरि मार्केट है यत्रो यो के अरे यो नानाथरी यो रेजिस्टेन्स नगरिकन यत्रो यो केही नगरिकन जुन यहाँ मुभ आएको थियो नि यतापट्टि यो मुभ चाहिँ के हो त्यो यहाँ भएको मुभ चाहिँ यो जुन मुभ छ नि यो मुभ चाहिँ यहीँबाट देखिन्थ्यो क्या सेम यही हो नि योपालि के भयो इङ्गल्फिङले पुस गर्यो त्यही भएर हल्का मार्केट अप गयो अनि यहाँबाट सेम सिनारियो बन्यो कि यहाँ केही फरक छ यहाँ सेम हो यो लिएर मैले एउटा देखाउँछु bar pattern let's see
Let's see here. It's a exact same copy. Okay. Nani kore. यहाँबाट you can see from this to this up मात्रै. Look for this to this. यो यिनीहरू क्यान्डल छ नि जुन सेम केही फरकै छैन, यो हल्का तल सानो ठुलो मात्र भएको, बट इट्स सेम प्याटर्न। यहाँसम्म के छ सेमै हो। यहाँ चाहिँ के फरक थियो, इन्गल्फिङले तोडेर माथि पुस गर्न गर्यो है, तर चाहिँ यहाँ चाहिँ यो भनेको के ब्याक टेस्ट हो कि ब्याक टेस्ट अफ दिस आफूले के गर्छ त्यसको ब्याक टेस्ट हो त्यसो। यहाँ चाहिँ के हो, यही क्यान्डल मात्र फरक हो कि दिस इज द ओन्ली क्यान्डल द्याट मेक्स द होल डिफरेन्स इन दिस एरिया ने। यु क्यान सी हियर दिस इज this engulfing has been broken from this engulfing candle. That's why you can see a good move upside, almost 300 to 350 pip move upside. Same scenario from here, exactly same, no carbon copy mirror of this same area. It has been from here, but this time it's the breakout has not been done with this momentum candle. These all things has been happened in very weak candle. This weak, you can see this weak from upside. So it's, you can just see that, and then the move you can get engulfing, it's failed to fail this area. So you can see the downside move like this. Because of that, you can see after this engulfing fail, you get the move of 1080 pips. 1080 pips को चाहिँ मुभ चाहिँ के छ, डाउन साइडतिर पायो। त्यही कारणले गर्दा अब यहाँ चाहिँ के छ, यो हेर्नु कि सेम हो। अब यहाँ चाहिँ के फर्म भएको छ, सेम यहाँ जे फर्म भयो यहाँ त्यही फर्म भएको छ है। अनि नाउ इट्स गोइङ अप। अहिले पनि हामीले के गर्न सकिन्छ, यदि यो इन्गल्फिङलाई फेल गरे जस्तो सेम है, यो र यो केही फरकै छैन, सेम जस्ट सेम थिङ ह्यापनिङ हियर अगेन। अब यदि यसले चाहिँ फेल गरेर माथि गएर चाहिँ क्लोजिङ दिएर रिटेस्ट गर्यो भने यु क्यान सी बाई। यदि यसले फेल यहाँ जस्तै क्यान्डल वी क्यान्डल फर्म गरेर सिमिलर क्यान्डल लाइक दिस weak candle, if it's formed in the same area, then you can look for short up to where, definitely it's a low up to this 3100 3200 area. You can look for a long sell side. यही हो, यति नै हो, केही पनि यहाँ हार्ड एन्ड फास्ट ओहो मार्केट त हो। स्ट्रक्चरल लेभल यु सुड नो ह्याभ अ गुड नलेज अबाउट स्ट्रक्चरल लेभल है। स्ट्रक्चरल लेभलको बारेमा थाहा भएन भने चाहिँ यु विल गेट अ लट अफ ट्र्याप इन दिस काइन्ड अफ एरिया है। अब स्ट्रक्चर भनेको 4 आवरमा यु क्यान सी, मैले भने अघि नै भने नि, अहिले के छ मार्केट डाउन साइडतिर गइरहेको छ, डाउन ट्रेन्ड मान्छे यु इट्स बेटर टु लुक फर अ सेल सेटअप रादर देन बाई है। ओभरअलमा हाई टाइम फ्रेममा एउटा पनि अब जस्तो अब यहाँ इन्गल्फिङ क्यान्डल भएको थियो, नाइस बुलिस क्यान्डल, बट के गर्न सकेन, यो क्यान्डलको माथि अपसाइडतिर क्लोज गरेको भए इट विल गो अप, तर के गर्न सकेन, यसलाई गर्न सकेन। नेक्स्ट हल्का आयो, ट्राई गर्यो, अनि यो क्यान्डललाई माथि के विक भयो, यहाँबाट के भयो अगेन सेल गयो होइन। सेल कस्तोले राम्रो इन्गल्फिङ बन्यो त, यहाँ ट्राई गर्यो सकेन, फेरि सेल गयो है। अनि यहाँ चाहिँ यहाँबाट सेल गयो, यहाँ अगेन एउटा चाहिँ इन्गल्फिङ भन्न मिल्दैन, सेम साइजको बनाएको छ, यहाँबाट गयो माथि क्लोजिङ गर्न सकेन, अगेन सेलतिर गएर। अब जहिले चाहिँ यो इन्गल्फिङ जस्तो भनौँ न, यो एउटा इन्गल्फिङ क्यान्डल बनाएको छ भएर माथि गयो भने चाहिँ, यदि यसलाई फेल गर्यो भने, जबसम्म इन्गल्फिङलाई फेल गराउँदैन तबसम्म विल बी इन सेल साइड है। जस्तो अब यो अहिले एकदम मिटर ठाउँमा आएर इन्गल्फिङ बनाएछ कि, अर्को हप्ता मलाई हेर च्याट, यदि यो चाहिँ कसैले ट्रेनिङ स्ट्रिम हेरेको छ, इफ समन इज वाचिङ देन स्ट्रिम, देन यु क्यान टेल मी नेक्स्ट विक वाट आइएम सेइङ इज करेक्ट अर नट, एन्ड यु क्यान टेल मी। अन्त यो के थियो, पहिलाको सपोर्ट थियो, अहिले चाहिँ के भन्यो, यसलाई रेसिस्टेन्ट बनाएर तलतिर गएर छैन। यदि यो पालिको यो इन्गल्फिङ क्यान्डललाई फेल गरेर सम सर्ट अफ इन्गल्फिङ बनाएर यहाँबाट चाहिँ फर इक्जाम्पल यहाँबाट एउटा माथि इन्गल्फिङ क्यान्डल क्लोज दियो, इन्गल्फिङले यसलाई फेल गर्यो, अनि रिटेस्ट यही जोनलाई फेरि सपोर्ट ल्याएर चाहिँ
माथितिर गयो भने चाहिँ यहाँबाट फेरि अगेन यु क्यान सी अपसाइड मुभ अप टु 3370 टु 80 को रेन्जसम्म चाहिँ के गर्न सकिन्छ, हामी अपको मुभ हेर्न सकिन्छ क्या। बट तर अगेन सेङ अगेन, इफ दिस टाइम अल्सो इफ इट्स अनेबल टु फेल this engulfing, then again look for a sell setup. Until and unless this thing happen, then you will again look for a sell setup. यहाँ अब जस्तो यति सेलको लागि चाहिँ त्यो भएन, यहाँ चाहिँ बाई किन भयो त नि, वाइ बाई ह्यापेन, यहाँ किन बाई भयो, इङ्गल्फिङले तलतिर क्लोज दियो होइन, यसलाई के गर्यो, इङ्गल्फिङ क्यान्डलले नै तोड्यो, तोडेपछि के गर्यो, 1 2 भेरी स्ट्रङ मुभ दिस भने होइन, रिटेस्ट गर्न आयो, देन यु क्यान सी अपसाइड, यहीँबाट यो नै फेल भयो नि त सेल आउनलाई। यहाँनिर के भइरहेको थियो, यो इङ्गल्फिङ क्यान्डल यहाँ सेल किन भइरहेको थियो भन्ने कुरो पनि इङ्गल्फिङ नै हो कि मेन भनेको क्यान्डल, दिस वान इङ्गल्फिङ क्यान्डलले तल क्लोज गर्यो, यु क्यान सी nobody is bias is very weak here, so again you get pushed down with engulfing candle breakout garyo and again try but unsuccessful, but this time also again it's been pushed down. What happened here, it doesn't happen here and here, because यहाँ के भयो भन्दाखेरि चाहिँ यो इङ्गल्फिङ क्यान्डलले यसलाई अफ साइडतिर ब्रेकआउट दियो, के भयो भन्दा यहाँबाट के भयो भनेपछि सेलर भन्दा बायर्स आर पावरफुल, देन यु क्यान सी अ मुभ अफ साइड, again it try to push down, but again this area has been broken up with engulfing candle, a powerful candle, then again you can see a good upside move, same goes here engulfing, then again same thing goes up, तर यहाँ जस्तो यसले चाहिँ यहाँ तलतिर पुश गरेको थियो नि इङ्गल्फिङ, यहाँ एउटा ठुलो क्यान्डल इङ्गल्फिङ आएको भयो फेरि यु क्यान सी अझ फर्दर अप, बट यहाँनिर के भयो, यो बुलिस इङ्गल्फिङ क्यान्डल चाहिँ फेल भएको भएर अन्टिल एन्ड अनलेस दिस बुलिस इङ्गल्फिङले चाहिँ यसलाई चाहिँ बियरिस इङ्गल्फिङलाई फेल गर्दैन तबसम्म यु विल सी सेल फर लङ टर्म। अनि त्यो भयो हायर टाइम फ्रेम चाहिँ 4 आवर डेली टाइम फ्रेममा भयो भने चाहिँ यु विल सी अगेन अपसाइड मुभ गोइङ अन, द्याट्स किप इट सिम्पल, जति सिम्पल राख्यो जति नै हुन्छ। जस्तै यहाँ डब्लु प्याटर्न फर्म गर्यो, डब्लु प्याटर्नको नेक लाइन चाहिँ के हो इङ्गल्फिङले गर्यो, देन यु विल स्टे इन बाई सेटअप, देन यु विल ह्याभ अ गुड प्रफिट, धेरै प्रफिट धेरै टार्गेट गर्ने होइन, गुड सेटअप इज अलवेज बेटर देन अ लट अफ नम्बर अफ ट्रेड द्याट यु गेटिङ। दिनमा 10वटा ट्रेडिङमा गएर सेटअपमा गएर हुँदैन, हुन्छ इट फेल engulfing, then you will see for a good retracement area, then you will enter with a good lot, and 100 pips 150 pips 200 pips if you capture it, then you will close the trade for that day and just enjoy your day with profit। अब कोही कोही बेला चाहिँ यस्तो एकदम राम्रो क्यान्डलहरू बनेर पनि चाहिँ जस्तो लाइक दिस यस्तो राम्रो क्यान्डलहरू बनेर पनि के हुन सक्छ, स्टिल ह्याभ अ लुजिङ स्टिक है, लुजिङ हुनसक्छ। त्यही भएर चाहिँ कहिलेकाहीँ चाहिँ एभ्री टाइम यु विल 100% सक्सेसफुल भन्ने कुरो हुँदैन, बट if you follow discipline and if you do trade with your strategy and a proper setup, then you will end up in a winning side at the end of the month for sure। त्यही भएर चाहिँ अब चाहिँ यहाँ इन जुनसम्म चाहिँ गएर चाहिँ यहाँ अब सी डाउन 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 अन्टिल एन्ड अनलेस दिस हायर टाइम फ्रेममा इङ्गल्फिङ फेल भएर माथि राम्रो रिट्रेसमेन्ट दिँदैन तबसम्म यु लुक फर अ सेलिङ अपर्च्युनिटी है। यहाँ यो चाहिँ एकदम दिस एरिया 60 देखि यो 75 80 को एरिया चाहिँ एकदम हाम्रो चाहिँ अब यहाँ मार्केट यहाँबाट चाहिँ यहाँसम्म पुस गर्छ कि इट विल कन्टिन्यू अपसाइड भन्ने कुरा चाहिँ हामीलाई डिसाइड गर्ने मुभ हो क्या यो चाहिँ। सो नेक्स्ट विक इट्स अ भेरी भ्यालुएबल एन्ड इम्पोर्टेन्ट एरिया फर गोल्ड, मैले अहिले मेन्सन गरिसकेँ। डाउन साइडतिर जानलाई चाहिँ यु क्यान लुक फर अ सेम सेटअप हियर, यो छ नि यो इन्गल्फिङ छ नि, यो फेल नहुँदैछ, it will be if it's ranging and then showing some weakness here this area, यहाँबाट चाहिँ यहाँ एकैछिन गर्न थाल्यो भने चाहिँ let's look for sell setup up to downside, यस्तो भयो भने डाउनसाइड, यदि यो फेल गरेर अपतिर भयो भने लुक फर बाई है। द्याट्स माई ओपिनियन फर नेक्स्ट विक, द्याट्स इट। यही हो, यतिलाई फेल गरेर अपतिर गयो भने चाहिँ यु विल सी आई विल मेक
मेक वान मोर अपतिर त्यसलाई फेल गरेर माथितिर गयो भने चाहिँ गयो भने चाहिँ फेरि यही एरियालाई सपोर्ट ल्याएर चाहिँ you can see like this kind of move happening in upside, upside हुनसक्छ. That's it for next week. Thank you guys. यदि कसैले if you want me to do this kind of deep analysis in a Bitcoin or anything like this, then please let me know. Let me know for future. It's a good setup. It's been formed. I can help you with this kind of setup. And if you have any question, please comment, subscribe. I'm very new in this YouTube channel, so please subscribe and share it to your friend. And I can speak English, Nepali, Hindi, Japanese, anything. So it's not a problem with language. You can ask me in any language. It's a plus point for you guys. This is just on PNL. This is not for buying area. I can show you a good, nice setup and help you with your some kind of questions. If you want to ask, then you can ask in any language, any of these 4 languages. And then I'm also been new. It's been 5-6 months I've been starting trading, so it's just a new journey. Let's do it together and let's see hard challenges. Let's take fruits out of it. Let's learn together. Let's learn. Let's grow. Let's be a good trader and freedoms what you always dream of. Let's get it with only one thing. एउटा म लास्टमा भन्छु trading success can only be achieved by a discipline and a consistency in trading. That's all. यही हो मेन कुरा. Technical thing you learn in 1-2 months, it's not a big deal. But the main thing भनेको maintain discipline and consistency in trade is the main goal for a winner, for a profitable trader in future. That's it. Thank you guys. Love